चाँडो कुरामा तपाईँले ध्यान दिएर रहनुभयो भने तपाईँ पास हुनुहुन्छ भन्छु। लोकसेवाले केही कुरा तपाईँ एउटा खोजेको छ, त्यो खोजेको कुरा त्यो चाँडो कुरामा ध्यान दिएर तपाईँले पढ्नुभयो लेख्नुभयो भनेदेखि तपाईँ हुनुहुन्छ भने पहिला त तपाईँहरूले चाहिँ के विषय मैले तयारी गर्दैछु होइन भन्ने किसिमको अवधारणा बुझिदिनु पऱ्यो। जस्तो नीति पढ्ने कि बजेट पढ्ने कि कानुन पढ्ने कि त्यो भनेको के भनेर सामान्य रूपमा बुझिदिनुहोस्। सहसचिवमा जाँदैन भने अलि गहन रूपमा विश्लेषण गर्नुपर्ने होला अथवा निष्कर्ष निकाल्नुपर्ने होला। उपसचिवमा भयो भने विश्लेषण गरी पुग्ने होला। शाखाधिकृतमा भयो भने तपाईँको वस्तुस्थिति एनालाइसिस गर्दै पुग्ने होला र अलिक वस्तुगत रूपमा खर्दासम्म सुब्बासम्म जान्दिने चाहिँ वस्तुगत रूपमा भयो हुन्छ। त्यस कारणले पहिला अवधारणा बुझिदिनुहोस् भन्छु। कुनै पनि विषयवस्तुको अवधारणा बुझिदिनुहोस् होइन। अवधारणा बुझिदिनु पर्यो यहाँले होइन। जो भाइ बहिनीहरू जाँचको तयारीमा हुनुहुन्छ पहिलो कुरा सामान्य कुरा यो भनेको के रहेछ भनेर बुझिदिनुहोस् होइन। त्यो प्रष्ट रूपमा बुझिदिनुहोस्, नअल्मलिकन बुझिदिनुहोस्। नीति के रहेछ त नि, अथवा संविधान के रहेछ त नि, अथवा कानुन के रहेछ त नि, नैतिकता के रहेछ त नि, हामीले पढ्नुपर्ने विषयहरू यस्तो सेवा प्रवाह के रहेछ नि, यति बुझिदिनुहोस् पहिलो कुरा। दोस्रो कुरा चाहिँ अर्को कुरा पनि तपाईँहरूले के बुझिदिनुहोस् त भन्दा चाहिँ त्यो अघि मैले भनेको अवधारणाले चाहिँ नेपालको कानुनले कहाँनिर रिफ्लेक्ट गरेको रहेछ होइन। संविधानमा, कानुनमा, नीतिमा, कार्यक्रममा कहाँनिर राखेको रहेछ। जस्तो नीतिको कुरा, जस्तो बजेटको कुराहरू हाम्रो कानुनले के भन्छ। जस्तो बजेटकै कुरा भन्दा चाहिँ तपाईँको कानुनमा चाहिँ हामीले संविधानले केही कुराहरू भन्यो, भाग 10, भाग 16, भाग 19ले केही कुराहरू भनेको छ। र त्यस्तै तपाईँको चाहिँ अनि भाग तपाईँको धारा 125लाई कार्यान्वयन गर्नको लागि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन छ। त्यसमा त्यो बजेट भनेको के, कसरी प्रस्तुत गर्ने, सांसदको भूमिका के, मन्त्रीको भूमिका के, अथवा कर्मचारीको भूमिका के, कार्यान्वयन गर्ने बेलामा के, त्यो स्पष्ट छ। दोस्रो कुरा तपाईँले त्यसलाई चाहिँ नेपालको नीति कानुन कार्यक्रमले कसरी सम्बोधन गर्यो भन्ने कुरा थोरैले हेरिदिनुहोस् तपाईँले होइन। छैन भने छैन भन्नुला हामीले अहिले दुईवटा कुरा भने। तेस्रो कुरा चाहिँ अब तपाईँको आफ्नो कुरा पऱ्यो। यो दुईवटा कुरा पढिसकेपछि कानुनमा चाहिँ कसरी गइरहेको छ त्यो भन्ने विषयबाट चाहिँ त्यसको चाहिँ तपाईँको इम्प्लिमेन्टेबिलिटी कस्तो रहेछ अथवा अभ्यास कसरी भएको रहेछ भन्ने कुराहरू तपाईँले हेरिदिनुहोस्। बजेट समयमा पास भएन, समयमा पैसा रिलिज भएन, अहिले त रिलिज चाहिँ हुन्छ, समयमा रिलिज भएन, अथवा चाहिँ तपाईँको चाहिँ समयमा पुँजीगत खर्च भएन, अथवा चाहिँ तपाईँको चाहिँ केही जिल्लाले मात्रै पैसा पायो होइन। हामी 5वटा जिल्ला भाग्यमानी जिल्ला भन्छौँ। त्यो 5वटा जिल्लामा प्रधानमन्त्री अर्थमन्त्री पाएको छ होइन। प्रधानमन्त्री अर्थमन्त्री पाउने जिल्लामा डडेलधुरा र गोर्खा मात्रै अभागी जिल्ला हो, अरू सबै भाग्यमानी जिल्ला हुन्। त्यहाँ मात्रै पैसा थुप्रियो। यो त गर्नु हुँदैन थियो नि, विनियोजन न्याय भएन नि, त्यहाँ सन्तुलन भएन नि, त्यहाँ सम्बन्ध राम्रो भएन नि। त्यसले मानिसमा हो यसरी चाहिँ तपाईँलाई चाहिँ एउटा विश्लेषण गरिदिनुहोस्, तपाईँको अभ्यासको विश्लेषण। र यति 3टा कुरा तपाईँले जान्नु भएपछि अवधारणा बुझिदिनु भयो, नियम कानुन कार्यक्रमहरू बुझिदिनु भयो त्योसँग सम्बन्धित, र त्यसपछि तपाईँको चाहिँ अर्को त्यसको अभ्यासको चाहिँ तपाईँको चाहिँ पछि बुझिदिनु भयो, राम्रो नराम्रो पछि बुझेपछि अब तपाईँको चौथो कुरा तपाईँमा स्वतः आउँछ। त्यो स्वतः आउने कुरामा तपाईँ क्रिटिकल भइदिनुहोस्। अथवा तपाईँले अब के गर्नुपर्छ, रिभाइभ एजेन्डा के हो होइन, नेक्स्ट के हो त भन्ने कुरा तपाईँले चाहिँ खदारमा भयो भने त्यस्तो पर्दैन, सुब्बामा भयो भने सामान्य त थोरै अलिकति पर्छ, अफिसरमा अलि बढी पर्छ, उपसचिवमा झन् बढी पर्छ, र सहसचिवमा त तपाईँ नीति निर्माता नै एक किसिमबाट चाहिँ आर्किटेक्ट नै हो तपाईँको नीतिको। त्यस कारणले गर्दा तपाईँले त्यो एउटा चाहिँ